म आज यो सल्ट क्याप्सुल प्रिपरेसन कसरी गर्ने भन्ने विषयमा केही सिकाउन गइरहेको छु। सबैभन्दा पहिला हामीले चाहिँ यो भिटामिन बी कम्प्लेक्सको एउटा क्याप्सुललाई लिएर यो क्याप्सुललाई बिस्तारै खोल्ने, बिस्तारै खोलेर यो यसभित्रको जुन भिटामिन हुन्छ, यो पाउडर हुन्छ, यो पाउडरलाई हामीले चाहिँ बिस्तारै यो बाहिर निकाल्ने। यो पाउडर बाहिर निकालिसकेपछि यो पाउडरमा हामीले चाहिँ के गर्छौँ भन्दाखेरि यो सोडियम क्लोराइड नुन चाहिँ हामीले यसमा चाहिँ भर्छौँ। हामीले घरमा खाने गरेको नुन हुन्छ, यही नुन नै यसमा भर्ने हो है त। यो नुन भरेर हामीले चाहिँ यसलाई ढक्कन लगाउँछौँ। यसमा पुरै भरि हुने गरी चाहिँ नुन भर्छौँ हामी पहिला। यो नुन भरिसकेपछि यो तलको भागलाई बडी भन्छ, माथिको भागलाई क्याप भन्छ। यो नुन भरिसकेपछि यसलाई फेरि हामीले यो क्याप्सुल चाहिँ फेरि बन्द गर्छौँ। यो सल्ट क्याप्सुल प्रिपरेसन तयार भयो। यो सल्ट क्याप्सुल किन तयार गरिन्छ र किन प्रयोग गरिन्छ भने हाम्रो शरीरमा रगतमा सोडियम क्लोराइडको मात्रा कम भयो भने, खास गरी सोडियमको मात्रा कम भयो भने डाक्टरहरूले बिरामीलाई सोडियमको मात्रा परिपूर्तिको लागि यो नुन भरिएको क्याप्सुल खाने रिकमेन्डेसन गर्नुहुन्छ। कस्तो कन्डिसनमा? जुन बेला बिरामीले धेरै खानेकुराहरू खान सकिँदैन, झोल कुराहरू धेरै खान सक्दैन, अथवा खाँदाखेरि पनि मात्रा तलमाथि हुन सक्छ। पर्याप्त पानी पिउँदा या दालको रसहरू खाँदा, सुपहरू खाँदाखेरि पनि शरीरमा यदि चाहिँ नुनको मात्रा कम हुन सक्छ भने त्यस्तो कन्डिसनमा यो सल्ट क्याप्सुल खुवाउनु पर्ने हुन्छ। डाक्टरले प्रिस्क्रिप्सनमा चाहिँ सल्ट क्याप्सुल भनेर लेख्नु भएको हुन्छ, तर बजारभरि खोज्दा कहीँ पनि पाउँदैन। सल्ट क्याप्सुल हाम्रो नेपाली मार्केटमा चाहिँ उपलब्ध छैन र यो चाहिँ बनाउनु पर्ने हुन्छ। बनाउने विधि चाहिँ हामीले सिकाउनु पर्ने हुन्छ। त्यही विधि हामीले सिकाउनु पर्ने कर्तव्य अन्तर्गत म तपाईहरुलाई चाहिँ यो चाहिँ जानकारी गराएको र फार्मेसीको साथीहरूले पनि यो सल्ट क्याप्सुल बनाउने विधि चाहिँ सिकाएर पठाइदिनु होला। हस्त, धन्यवाद, नमस्कार।